आफूले गिफ्ट एउटा के किन्छ बोरा चाहिँ तिमीले? ड्रोन र एउटा त्यो भोसेले त्यो सँगाला भन्दा 70,000 इन्स्टा 360 किन्नुपर्छ ल 360 मा किन्ने ब्लग हान्ने ब्लगर बन्ने आला। अब यो जङ्गलको बारेमा केही भन्नु त। एस्पायरिङ ब्लगर। यो जङ्गल हाम्रो के भन्छ नि पुर्खाहरूले रोपेर लाएर गएको अनुका। यो जङ्गल चाहिँ खासमा जङ्गल जस्तै रहेछ। यहाँ विभिन्न प्रजातिका रुखहरू देख्यो, चराचुरुङ्गीको आवाज सुन्यो, घर गए जस्तो अनुभूति दिलायो मलाई। तर यो साह्रै राम्रो जङ्गल लाग्यो मलाई। यस्तो काठमाडौँ नजिकै रहेको यो किर्तिपुरको साइडमा थोरै किलोमिटर हिँड्दा ठ्याक्कै 13-14 किलोमिटर हिँड्यो भने ठ्याक्कै आइन्छ। अनि राम्रो पनि छ, एकदम डिस्टेन्ट रहेछ। यहाँ बिजुलीको पोलहरू पनि गाडेको छ। बिजुलीको पोलहरू नेचुरल कुराहरू धेरै सिक्न पाइन्छ। यस्तो गुरुङहरू भयो, यो सल्लाहको रुखहरू छ। यो किरा के किरा कराएको गाइजहरु? यो गुराँसुरुको यो किरा हो, एउटा किरा कराउने किरा हो। यो कराइराख्छ। जङ्गललाई अहिले सुन्दरता बनाएको है यो कुराले। जङ्गलमा गीत गाउनु पर्दैन, रोजगार होइन यो होइन। रोजगारमा त्यो बनाएको आर्टिफिसियल गीत भन्दा यो गीत छुट्टै छ। समुद्र सङ्गीत। त्यो किराको केही न केही त छ होला यार घर हेरमै। यो पात छ नि, यो जुन के अरे जङ्गलमा पाइने अगेर भन्ने प्रजातिको रुख हो। यसले बाख्राले खायो भने बाख्रो बिरामी भएर मर्न सक्ने सम्भावना हुन्छ। यसमा त्यस्तो खालको के अरे बाख्रालाई असर गर्ने खालको के हुन्छ केमिकल कि दाइ कि अब एउटा जडीबुटी हुन्छ। फुल हो यो सुन्दर सुन्दर डाँडाहरू हेर्दैछौँ हामी। ल गाइजहरु म्याग्नेट डिनाइम के छ? यो एउटा ब्रान्ड रहेछ। त्यो भन्दा राम्रो ब्रान्ड चाहिँ पर्खिदिनु रहेछ कि सुतेर भन्दा त बरु यसरी हिँडेर जित्छ कि। वन गणेश मन्दिर जाने बाटो भन्नु त दाइ। ब्याडमिन्टन खेल्ने के यो टेबल टेनिस हो कि दाइ? के अरे हो भिडियो त राम्रै आहा मेरोबाट नि जङ्गल त नट ब्याड। राम्रो हुन्छ गराउनु पर्यो नि त। हो दाइ म्याट फोटो खिच्यो। समझ होइन स्पोर्ट्स भन्दै अनि गइदिन नि। ल बोराजी के रहेछ त यो ठाउँ यार? ए दाइ यहाँ त पार्टी सल्लाहको बिउ तातन ठाउँ पो रहेछ दाइ। यत्रो बेर घुम्मे बल्ल थाहा भयो। बल्ल थाहा पाएन राम्रो यस्तो हुँदैछ मलाई पनि थाहै भएन।